बिहानको सुरुवात तपाईँले कसरी गर्नुहुन्छ मलाई थाहा भएन, तर मैले चाहिँ यो ग्रिन टीबाट गर्छु। किन भन्दाखेरि ग्रिन टी धेरै राम्रो हो। तपाईँले इन्टरनेटमा सर्च गर्न सक्नुहुन्छ। अहिले मेरो भर्खरै उठेको भएर मेरो दिमागले चाहिँ काम गरिरहेको छैन, तर बिहान उठ्ने बित्तिकै तातो पानी पिउनुपर्छ। सबभन्दा सुरुमा तातो पानी यहाँबाट आन्द्रासम्म गएपछि बल्ल टोइलेट गएपछि टोइलेट बसेपछि आनन्द जुन हुन्छ नि त्यो अरू केहीमा पनि हुँदैन है। त्यही भएर बिहान उठेर मेरो साथीभाइहरू चिया चुरोट होइन गरिराख्नुहुन्छ, अलिकति ख्याल गर्नुहोस् है, ज्यानलाई डस्टबिन नबनाउनुहोस्। अब मैले पनि धेरै माया नै गरिनँ शरीरलाई पहिला, आजभोलि बल्ल चेत आएको छ। त्यही भएर सक्दो माया गर्छु, सक्दो नखाने चिज नखाम भन्ने हो, सक्दो चिल्लो पिरो नखाऊ सकेसम्म भन्ने हो। अब बाहिर हिँड्ने काम छ, अलिअलि त गर्नै पर्यो नि होइन। अनि अब कुरा चाहिँ कहाँबाट कसरी आयो भन्दाखेरि चाहिँ बिहान चाहिँ मैले चाहिँ बिहान झुरुक्कै उठेर बुरुज गर्नुभन्दा पहिला पनि तातो पानी पिउँछु। किनभने हाम्रो बिहान रातभरि सुत्दाखेरि मुखमा बनेको जो र्याल छ नि, त्यो र्याल औषधिको काम गर्छ भनेर कता कता सुनेको होइन, थाहा भएन। आयुर्वेदिकले त्यस्तो भन्छ अरे। त्यही भएर म त बुरुज गर्नुभन्दा पहिला पनि बिहान उठ्ने बित्तिकै चाहिँ तातो पानी पिउँछु। त्यसपछि गरम गरम ग्रिन टी पिउँछु। चिनी चाहिँ तपाईँको शरीरलाई एकदमै हानिकारक हो रे, त्यही भएर चिनी चाहिँ म भन्दै गरेँ। अनि कफी मेरो फेभरेट हो, फेरि कहिलेकाहीँ पिउँछु, नत्र कफीले चाहिँ दाँत पहेँलो हुँदो रहेछ। फेरि दाँतको इनामेल चाहिँ अलिकति पहेँलो गराइदिँदो रहेछ, दाँतलाई कमजोर अराउँदो रहेछ खर। त्यही भएर चाहिँ तपाईँको ग्रिन टीलाई बढी प्राथमिकता दिन्छु। एकदमै मनपर्ने कफी हो, कफी पनि पिइरहेको छु। तपाईँहरूले चाहिँ नि बिहान उठेर के गर्नुहुन्छ होला त्यो जानकारी दिनु मलाई धन्यवाद।